बालनलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर राष्ट्रिय स्वतन्त्र पार्टीले यो लेभलको मत ल्याएको देखिन्छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्ने देखिन्छ। तर सरकार बन्ने अवस्था आएसँगै अब बालन प्रधानमन्त्री हुने कि रवि प्रधानमन्त्री हुने भनेर पार्टीभित्र र पार्टी बाहिर विभिन्न छलफलहरू बहसहरू भएको देखिन्छ। बालेन्द्र शाह अहिले भावी प्रधानमन्त्रीको उम्मेदवारै हुनुहुन्छ। अहिलेसम्म सम्झौतामा भनिएको छ बालेन्द्र शाह 5 वर्षका लागि प्रधानमन्त्री हुनेछन्, पार्टी सभापति रवि लामिछानेले सम्हाल्नेछन् भनेर भनिएको छ। यही सम्झौता हो त? त्यो सम्झौतामा के लेखिएको छ अब मैले नि एकचोटि हेर्नुपर्छ। मलाई सबै कण्ठ छैन। तपाईँले भनेको कुरा यदि लेखिएको रहेछ भने त्यहाँ जे लेखेको छ त्यही हुन्छ। त्यो सम्झौता भन्दा 1 इन्च पनि तलमाथि हुँदैन। त्यो मैले तपाईँसँग वाचा गर्नुपर्ने त यहाँ आवश्यकता देख्दिनँ। त्यस कारणले पार्टी निर्माण हुँदैछ, पार्टीले निर्वाचित भएर नेताहरू आउनुहुन्छ, वरिष्ठ नेताज्यू सभापतिज्यूहरू, पार्टीको केन्द्रीय समिति छ, त्यसपछि छलफल होला, संसदीय दल बन्छ, त्यसपछि त्यहाँबाट हुँदै जाने निर्णयहरूलाई तपाईँ हामीले मान्नु। जुन आवश्यक नै छैन। यदि जनमतलाई सम्मान गर्ने हो भने जुन अनुहारलाई लिएर जनतामा गइयो त्यही अनुहारलाई नै प्रधानमन्त्री बनाउने हो। यसअघि 2048 सालमा नेपाली कांग्रेसले बहुमत पाउँदा पाउँदै पार्टीभित्रकै आन्तरिक किचलोका कारण मध्यावधि चुनावमा जानु परेको थियो। त्यसैगरी 2074 सालमा केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुमत हुँदाहुँदै पार्टीभित्रको आन्तरिक किचलोका कारण पार्टी फुटको अवस्थामा आएको थियो। इतिहासबाट पाठ सिकेर राष्ट्रिय स्वतन्त्र पार्टीले बालनलाई नै प्रधानमन्त्रीको रूपमा अगाडि बढाउनुपर्छ। यदि बढाइएन भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टी र देशको लागि घातक साबित हुने